नमस्ते साथीहरू, आज चाहिँ म यो मेरो एग्लोनिमा प्लान्टको कटिङबाट बिरुवा बनाउन आँट्दैछु। हेर्नु न, यो गमलामा रोपेको कति टाइम भइसक्यो, झार त्यति नै पलाएको। यो बर्सातको पानीको चाहिँ कस्तो धेरै मल हुने नि, पानी परिसक्दा है झारहरू जङ्गल कति धेरै हुने, कति धेरै पलाएको रहेछ। बिरुवालाई नि पुरै सेप हुने गरी अब कटिङ गरेर अनि यो बिरुवाहरू चाहिँ अरू पनि बिरुवा बनाउनु पर्यो, 2-4वटा गमलामा रोप्ने गरी भन्ने सम्झेर अनि यसलाई काट्न आँटेको। हेर्नु न, सानो बिरुवा पनि उम्रिँदै रहेछ, कस्तो राम्रो भएर अब यो बर्खामा त्यो पनि ग्रोथ भएर ठुलो हुन्छ। यिनीहरू काटिसकेपछि त त्यसैले हो पाउने मल पानीहरू होइन, त्यही बिरुवाले अनि कटिङ गरिदिएको ठाउँबाट अनि अरू पनि बिरुवा आउँछ। अनि यो 2टा बिरुवालाई पनि 2 ठाउँ रोपिसकेपछि त अलि धेरैवटा पनि बनाउन सकिन्छ। फेरि यो एग्लोनिमा प्लान्टको चाहिँ कस्तो धेरैवटा भेराइटी हुने क्या, त्यो मध्ये एउटा चाहिँ यो चाहिँ मलाई धेरै नै मनपर्ने पनि हो। धेरै बनाउन पनि सकेको छुइनँ, अनि अब यसलाई चाहिँ म अलिकति 2-4वटा गमलामा हुने गरी बनाउनु पर्यो भन्ने सम्झेर अनि कटिङ गरेर आज चाहिँ अब यसलाई म बिरुवाहरू बनाउँदैछु। साथीहरू, हजुरहरूकोमा कतिवटा कलरको छ, यो कस्तो कस्तो जातको छ हेर्नु न। एउटै गमलामा लालुपाते त्यत्रो भइसक्यो, अब त्यो लालुपातेलाई पनि अर्को गमलामा सारिदिनु पर्ने। लालुपाते पनि रोप्ने टाइम भइसक्यो, हजुरहरूले रोपिसक्नु भयो होला। मैले पनि बिरुवा त बनाएको छु, अब गमलामा माटो भरेर रोप्नुपर्ने। यो प्लान्टहरू चाहिँ जुन देख्यो त्यही रोप्न मन लाग्छ है, अनि माटोले गमलाले चाहिँ पुर्याउने गाह्रो हुने। अनि एउटै गमलामा हेर्नु न, अब अहिले यसैमा रोप्दै गर्छु, बिरुवा बनाउँदै गर्छु, अनि पछि सार्छु भनेर। हेर्नु त कति राम्रो देखियो प्लान्ट हेर्दै।